हेलो सबैजनालाई नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। र आज चाहिँ म कहाँ जान लाग्यो भनेपछि आज हाम्रो कालीकोट जिल्लाकै मैले भनिरहेको थिएँ नि 21 गते चाहिँ बब्बालखाल चाहिँ पोइट छ धामीनाच हैन छ भनेर भनिरहेको थिएँ नि हो। आज त्यहाँ जान लाग्यो। सो म चाहिँ अब घरमै छु छन् त घरबाट चाहिँ अब केही समयमा निस्किनेवाला छु र म साथीहरू भाइहरू सबै सँगै जानेछौँ। र जान त सबै यहाँ फ्यामिलीसँगै जाम भन्थे तर म गएको छैन। सो दाइ भाइहरूसँग जान्छु है त। सो अनि चाहिँ आजको ब्लग चाहिँ के कस्तो लाग्छ सबैजनाले लास्टसम्म स्किप नगरेर हेरिदिनु होला है त। सो म अब म घरबाट बाहिर निस्किन्छु है त। सो एभ्रिवान म चाहिँ कहाँ पुगेँ भनेपछि भट्टेखोला भन्ने ठाउँ छ। भट्टेखोला ठाउँ चाहिँ पुगिसक्यो हो। अनि यही नै हो अब त्यहाँ हाम्रो डेस्टिनेसन भनेको पुग्ने कति मिनट जति लाग्छ भने समथिङ 10-15 बढीमा बढी 15 मिनट जति लाग्छ। अनि त्यसपछि लाएर अनि त्यति नै हो लाग्ने। हामी चाहिँ पुग्नुपर्ने डेस्टिनेसनमा अब पुगेर अनि चट्टै हुन्छ नि के हुन्छ। मेरो लुक्स चाहिँ यस्तो छ कि चप्पल अनि प्यान्ट अनि त्यसपछि सर्ट इनर अनि लगाएको छु। सो त्यही नै हो। अनि आज चाहिँ कस्तो रमाइलो हुने रहेछ त्यो मलाई पनि थाहा छैन। फेरि त्यहाँ गएपछि थाहा हुन्छ नि त के कस्तो हुन्छ भनेर। अनि त्यही नै हो। यो चाहिँ हाम्रो कस्तो भनेपछि वडा नम्बर 3-4 को चाहिँ यो ऊ हो क्या हस्पिटल। र हस्पिटल नाम मात्रै हस्पिटल छ तर काम चाहिँ केही छैन कि कसम भने काम एउटा छैन कसम। अनि हाम्रो गाउँ चाहिँ माथि हो अनि हामी जानुपर्ने चाहिँ माथि हो। अनि यो खतरा छ नि त बाटो सिडी नै माथि चाहिँ हाम्रो एउटा सल्लाहपैठसम्म छ क्या थानसम्म नै छ भनौँ यो सिडी चाहिँ त्यो खतरा छ क्या यो सिडी चाहिँ। अनि त्यही नै हो माथि गएर अब हाम्रो धामीहरू गएको छन् तिनीहरूलाई देखाउनु पर्ने हुन्छ। अनि त्यसपछि लगाएर त्यहाँ चाहिँ बब्बाल ठाउँ छ क्या फेरि बब्बाल ठाउँ छ त्यहाँ सिडी नै बस्ने ठाउँ जुन 1.5 चाखा थियो नि अब त्यस्तै नै छ क्या सबै ठाउँ चाहिँ त्यही नै हो। अब म चाहिँ माथि देखाउँछु त्यही नै। अनि धामीबाट आएपछि धामी देखाउँछु अनि नत्र त्यहाँ सिडी देखाउँछु है त। सिडी भनेको थियो अहिले चाहिँ छोडेर मान्छे पनि कति कम हुन्छ।
सो एभ्रिवान अनि हामी चाहिँ घर फर्किसकेको पैट साइड होइन अनि सकेर पनि अहिले हामी चाहिँ घर फर्किन लाग्यो अनि यही नै हो दामी भयो पैट खतरा होइन अनि स्किप नगरी हेरिदिनु होला त्यो चाहिँ ब्लग अनि त्यही नै अरू के भन्ने हो र अनि आज चाहिँ अब माथि त्यहाँको चाहिँ पैटको चाहिँ भिडियो बनाउनु मिल्दैन नि त सो त्यही भएर चाहिँ मैले चाहिँ अनि भिडियो मैले नबोलेरै मैले चाहिँ टक्क क्लिपहरू बनाएको छु अनि त्यही क्लिपबाटै नै मैले ब्लग स्टार्ट गर्छु अनि त्यही नै हो अब भोलि चाहिँ हाम्रो हिरीको जात्रा छ अनि पछि लगाएर अनि भोलि बेलुका पनि अनि हुन्छ क्या फेरि त्यो के अरे जात्तु हुन्छ धामी नाच हुन्छ बेलुका पनि दिनमा पनि सो त्यही नै हो अगाडि गएन केटाहरू चट्टै हामी जानुपर्ने त्यो माथि हो क्या माथि जानुपर्छ अनि त्यही नै अघि केटाहरू आउँदाखेरि कति धेरै थियो अहिले केटाहरू एउटा छैनन् कि फेरि एउटा छैनन् सब कता हराउँछन् भोलि चाहिँ हुन्छ कि भोलि चाहिँ अर्को आउँछ नि नेक्स्ट डे चाहिँ भोलि हुन्छ है त सो हेलो एभ्रिवान दिस इज द नेक्स्ट डे आज चाहिँ हिरीको जात्तु हो मैले भनिरहेको थिएँ नि अस्ति 22 गते चाहिँ हाम्रो घरको भित्रकै अनि हिरीको जात्तु अनि पैड हुन्छ भनेर अनि यही नै हो यहाँको अस्ति म चाहिँ यहाँ दर्शन गरेको थिएँ नि त जुन हो त्यही नै हो अनि यहाँ चाहिँ दुध भयो अनि यहाँ चाहिँ पिठो भयो अनि यो र म मात्रै छौँ अहिले होइन अनि अरू चाहिँ कता छन् थाहै छैन फोन आउँदा फोन उठाउनन् होइन बिस्तारै आउलान् आउनु त अब आज राति चाहिँ के ग्रङ्ग हो कि के लाग्ने भनेर अरे त्यो लाग्नुभन्दा अगाडि चाहिँ हामीले पुरै कार्य यो भ्याइसक्नुपर्छ क्या धामीको कार्यक्रम भ्याइसक्नुपर्छ सो त्यही नै हो अब योभन्दा पछि कस्तो हुन्छ लेट्स सी हेरौँ है त अहिले चाहिँ हामी चाहिँ कहाँ जान लाग्यो भनेपछि दोकानमा चाहिँ त्यो के अरे तेल ल्याउनु जान लाग्यो किनकि तेल त चाहियो नि त टाटे हाल्न चाहियो टाटे अनि टाटे हाल्छन् अनि पुरी के टाटे भन्नु मतलब पुरी हाल्छन् अनि त्यसपछि खिर पकाउँछन् अनि त्यही नै हो तेल किनेर ल्याउनु जान लाग्यो
सो हेलो एभ्रिवान, अनि फर्स्ट सेट सकेर हामी चाहिँ अब घर जान लाग्यो। अनि अरू चाहिँ पछाडि अगाडि छन्, तर म चाहिँ पछाडि अगाडि आइसक्यो, बिचमा म छु क्या। अनि अगाडि चाहिँ हामी गइसक्यो, पछाडि चाहिँ केटाहरू छन्। अनि म चाहिँ यो कन्टेन्ट बनाउन आएको। अनि त्यही नै हो। अनि बबाल भयो, खिर र पुरी चाहिँ बबाल मिठो थियो। सो त्यही नै हो होइन। अब नाइट जाति हुनेवाला छ केही घन्टापछि होइन। सो लेट्स सी, हेरौँ है त कस्तो हुन्छ अबको जात्तु। सो एभ्रिवान, सबैजनालाई नमस्ते छ। अनि फेरि पनि र अब लगातारै जात्तु पनि सुरु हुनेवाला छ। म चाहिँ घरमा पुगेर पनि एकछिन सट्टै बेडमा आराम गरेको होइन। अनि त्यसपछि लगाएर अब लगातारै जात्तु पनि सुरु हुनेवाला छ। के कस्तो लाग्छ अनि त्यससम्म हेरिदिनु आउने अनुरोध गर्दछु। र अनि अब जात्तु हुन लागेको बेला देखाउँछु है त। तँ पनि सुनिराख, चित्त नबुझे नमान्नु, चित्त बुझेन कुरा सपारी बुझे। कसैले मन बदल्न पाइने छैन यहाँ घरि त। सोन 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 मन बदल्न पाइदैन। तिनीहरूले चाँचो गरे, चाँचो मेरो, मन बदल्न लाग्या, चाँचो मेरो, मन बदल्न लाग्या। मन बदल आफै बदल बदल तँ ल्याइ पनि आइ पनि मान्छु, तर 20 वर्ष त्यसले गरेको गल्ती कमजोर हम गर्न पाइने छैन। सम्मान छैन, सम्मान छैन 20 वर्ष त्यहाँ ए नाखा मुसर आज पाइने छैन। तर अझ 5-6 वर्ष पछाडि दिने छैन, दिने छैन। 5-6 वर्ष पछाडि दिने छैन। तिमीले चावलले पाइ भोलि कहीँ बाहिर देश गयो भने अक्का नलाउने छु। हो त्यही त म भन्नु त त्यो नि सबै त्यही त कान खोल हुन् भने कान हुनी हुन्न। जात्तु पनि भएर पनि अब भइसक्यो। अब म चाहिँ सुत्नुतर्फ लाग्छु। र आजको ब्लग चाहिँ कस्तो लाग्छ सबैले प्रतिक्रिया दिनु होला। र सबैले हुन्छ नि साथ सपोर्ट फुल्ली दिनु होला है त। यो डेली ब्लग चाहिँ हेर्न चाहिँ नबिर्सिनु होला, हेर्ने भन्न चाहन्छु है त। सो सबैलाई माया छ। हस् त, बाई बाई।